यति बेला महानगरपालिकाको प्रहरी बललाई पनि बाहिर निकालिएको छ। हामी यो निर्मल निवास अगाडिको दृश्य देखाउँदैछौँ। डीएसपी पूर्णचन्द्र भट्ट नेतृत्वको टिम आएको छ। यहाँ देखिरहनु भएको छ निर्मल निवास अगाडि। पत्र बुझ्ने होइन किन सर? निर्मल निवास यहाँ जुन पत्र बुझ्न माने चिठी यति बेला यहाँ देख्न सक्नुहुन्छ तपाईँ। यहाँ महानगर प्रहरी बलको टिम गएको छ। यहाँ देख्न सक्नुहुन्छ महानगर प्रहरी बल अगाडि बढिसकेको छ र यति बेला चिठी बुझ्न मानेको छैन निर्मल निवासले। युवा सांसद ज्ञानेन्द्र साईदेखि सुनिल केसीहरूसम्म भोलिपल्टै गएर सर्लक्क महानगर प्रहरी बललाई 1 लाख बुझाएका थिए। त्यस पछाडिको कुराकानी गर्ने हो भने भृकुटी मण्डपमा जुन चैतको 15 गते तिनकुने र भृकुटी मण्डपमा गणतन्त्रवादीको भृकुटी मण्डपमा र राजावादीको तिनकुनीमा आन्दोलन थियो। गणतन्त्रवादी जुन नेकपा माओवादी केन्द्र सहित संयुक्त जुन समाजवादी मोर्चा छ, समाजवादी मोर्चाले गरेको कार्यक्रम भृकुटी मण्डपमा उत्पन्न फोहोर भने उनीहरू आफैले कार्यक्रम सकिँदै गर्दा सकिन नपाउँदै सँगसँगै फोहोर उठाए र त्यहाँ चिटिक्क बनाइसकेपछि त्यसलाई भने महानगरपालिकाले पत्र पठाएन। तर तिनकुनीमा भएको क्षति यहाँहरू सबैलाई जगजाहेर छ। त्यो क्षतिको मूल्याङ्कन गर्दै विभिन्न शीर्षकमा महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहको उहाँको नाममा चाहिँ 7,93,000 को विभिन्न चिठीहरू थियो, त्यो बुझाउन आएको थियो। यद्यपि सकेन र अब मेयर बालेन शाहले के गर्छन् त वास्तवमै चिठी